हरेक बाउआमाको चाहिँ छोरछोरीले प्रगति गरून्, राम्रो गरून् भन्ने चाहिँ एकदम ठुलो सपना हुन्छ के। अनि त्यही सपनामा छोरछोरीले पनि एउटा सपना देखेका हुन्छन्, जहाँ चाहिँ आफ्नो बाउआमालाई आफ्नो प्रगतिमा सामेल गरौँ भन्ने लाग्छ के। अनि मेरो चाहिँ ग्रेजुएसन थियो। मैले चाहिँ मेरो ड्याडी मम्मीको भिजा अप्लाई गरेँ, उहाँहरूको भिजा पनि लाग्यो र फाइनली आज चाहिँ त्यो दिन थियो, जहाँ चाहिँ मैले उहाँहरूलाई पिकअप गर्न जाँदैछु र म यति धेरै 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 एक्साइटेड थिएँ। मैले 7 घन्टा ट्राभल गरेर मेरो ड्याडी मम्मीलाई चाहिँ आज लिन जाँदैछु। 4 वर्षपछि चाहिँ मैले मेरो ड्याडीलाई देख्दै थिएँ र मेरो ड्याडीले पनि मलाई 4 वर्षपछि देख्दै हुनुहुन्थ्यो र त्यो एक्साइटमेन्ट त अर्कै लेभलको थियो क्या। त्यो एक्साइटमेन्ट त म सायद डिस्क्राइब पनि गर्न सक्दिनँ कस्तो थियो भनेर होइन। अत्तालिँदै दौडिँदै कस्तो हुन्छ होला, म ड्याडीलाई देख्यो भने रुन्छु होला कि के हुन्छ होला भन्दै म गइरहेको थिएँ र फाइनली मैले चाहिँ मामालाई र भाइलाई पनि एयरपोर्टमै गएर भेटेँ एन्ड ड्याडीहरू चाहिँ अलरेडी आएर हामीलाई कुरिराख्नु भएको रहेछ। अनि ड्याडीहरूलाई हामीले त्यहाँबाट लिएर गयौँ अनि हामी चाहिँ त्यहाँबाट मामा घरतर्फ लाग्यौँ। ओ माई गड, ड्याडी यति एक्साइटेड हुनुहुन्थ्यो नि सबैजनालाई भेटेर। अब नानीहरू चाहिँ मामा घरमा कुरेर बसिरहेको थिए अनि मलाई पनि उनीहरूले आफ्टर सो लङ धेरै पछि देख्दै थिए र उनीहरू चाहिँ घरमा बसिराख्दा हामी चाहिँ फाइनली पुग्यो। ओ माई गड, कति रमाइलो लागेको थियो। अनि बहिनीहरूलाई भेटिसकेपछि चाहिँ हामी चाहिँ भित्र गयौँ र आजको मेरो मिनी ब्लग चाहिँ यति नै थियो। यदि मनपर्छ भने चाहिँ प्लिज लाइक गर्नुहोला। बाई।